हेलो सबैजनालाई नमस्कार। मेरो च्यानलमा सबैजनालाई स्वागत छ। आज म फजुको किवी बारीमा छु। यता फजुसँग एकछिन किवीको विशेषताबारे केही छोटो जानकारी दिनेछु। फजुलाई मेरो च्यानलमा स्वागत छ। यहाँलाई नमस्कार। मेरो नाम चाहिँ मकर बहादुर ओली। मेरो घर त्रिवेणी गाउँपालिका रुकुम पश्चिम बिताडाँडा स्थित पर्छ। मेरो फर्म बनाएको छु मैले चाहिँ एउटा चाहिँ यो मनशान्ति बहुउद्देश्य फलफुल जडीबुटी नर्सरी कृषि खेती तथा पशु विकास फर्म भनेर चाहिँ मैले एउटा यो फर्म दर्ता गरेर सञ्चालन गर्दै आएको छु। फर्म दर्ता मेरो लगभग 71-72 भयो भने काम गर्दै आएको चाहिँ बाबुबाजेको पालादेखि नै हो हामीले कृषि खेती गरेको। अहिले यहाँ यति धेरै किवीहरू फलाउनु भएको छ, अङ्गुरको जस्तै झोपाहरू लागिरहेको छ अनि यस्तो पुरै जतै घनाघोर भएको छ। यो बनाउन तपाईलाई कति मेहनत लाग्यो, कति समय लाग्यो? मेहनतकै कुरा गर्नुहुन्छ भने त वास्तविक किसान भएपछि मेहनत अब हामीले 24 घन्टै खट्नुपर्छ। तर यो 24 घन्टै खट्नुपर्छ र यो वास्तविक यो किवी भन्ने कुरो लगभग लगाएको 3 वर्ष 2 देखि 3 वर्षमा फल्छ। त्यो आफ्नो त्यो तल हामीले कस्तो खालकोलाई खाना दिन्छौँ त्यो अनुसारकोले हामीलाई पनि खाना दिने हो। हजुर। अनि तपाईले सुरु गरेको चाहिँ कति भयो? यो किवी सुरुमा लगाउने भनेर कसरी आइडिया पाउनुभयो, कसले आइडिया दियो अनि कति भयो लगाएको तपाईले चाहिँ सुरु गरेको? मसँग करिब त्यो 25-26 वर्ष पुरानो बुटा छ। हजुर। पहिला लगाएको हामीले चाहिँ। अनि कता यता साइड छ भन्नु भएको हैन? यतातिर छ। यता 10वटा बुटा छ। त्यो 25-26 वर्ष पुरानो 10वटा। अहिले त केही मरेर थोरै होला कति छ। हजुर। 25-26 वर्ष पुरानो बुट। हजुर। अनि यता छ अरे 25-26 वर्ष हैन? यति ठुलो भइसकेको छ, लगभग रुख जस्तै भइसकेको छ हैन? भयो। लगभग 25-26 वर्षको भए पनि फलहरू देख्न सक्नुहुन्छ। यस्तो दामी छ, लटरम्म फलेको छ। जोस यसमा कति फलाउनुहुन्छ अरे? योमा लगभग 1.5 क्विन्टल माथि नै जान्छ। अहिले थोरै कम होला, 1 क्विन्टल लगभग पुग्ला। पहिलेको साल कति? पहिले आम्दानी कति? 175 केजी। यहीबाट मात्रै नाफेको हामीले 175 केजी। 175 केजी योबाट बनाएको। किवीबाट यति धेरै आम्दानी पनि गर्न सकिन्छ। लगभग एउटा रुखबाट 175 केजी भनेपछि लगभग 2 क्विन्टल लगभग फलाउन सकिँदो रहेछ। 58 नै हो यो गरेको। हामी 10 जना मिलेर हामीले चाहिँ 10-10वटा बुटा लगाएर 100वटा बुटा ल्याएका हौँ। हजुर। त्यो मध्येको म 10वटा बुटा लगाउनेमा हो त्यति बेला। हजुर। अनि यो पछाडि यत्नो यो कति आफै उत्पादन गरेर बनाउनु भयो कि यसको बिरुवाहरू बाहिरबाट ल्याउनु भयो कि त्यही पहिले 10वटा लिएकोबाट उत्पादन गर्नुभयो? होइन, यसको त्यसपछि त हाम्रो नर्सरी नै भयो। मैले तलबाट त्यो गेडाको बिउ निकालेर आफै बनाउने र माथिको त्यो डाँठहरू हुन्छ यो फरक प्रजात हुन्छ। तपाईँको यो हेर्नुहोस्, तपाईँले यो बुझ्नुहोस् होइन। हजुर। यसलाई चाहिँ हामीले एलिसान भन्छौँ भने अब यतापट्टिको बुटालाई चाहिँ हेवार्ड भन्छौँ। यसलाई सुन्नुहोस् न, यो भन्ने छ यसको होइन, यो हेवार्ड हो। यो हजुर। यो हेवार्डको फल यस्तो खालको हुन्छ। हजुर। अनि यसलाई एलिसान भन्छ। हामीसँग अर्को लङ हेवार्ड भन्ने जातको पनि छ। यहाँ तपाईँहरूको कति जाति किवी छ, कति प्रकारको? यो मेरो बारीमा हेवार्ड छ, एलिसान छ, लङ हेवार्ड छ, रेड किवी छ, हजुर, गोल्डन छ। यो छ। अरू चाहिँ स्याम्पलमा छ। धेरै जति हामीसँग एलिसानहरू हजुर लगभग 4-5 प्रकारको छ। 5-6 प्रजातको छ। जोस योदेखि राम्रै भइरहेछ होइन? आफूले सोचे जस्तो मेहनत अनुसारको फल पाइरहेछ। एकदम होइन, सन्तुष्टि नै छ। किसान के हुनुपर्छ, आफैमा सन्तुष्टि हुनुपर्छ किसान। हजुर। किनभने हामी चाहिँ यो माटो पनि रमाउनु पर्छ होइन। हजुर। जोस राम्रो भइरहेको छ। लगभग आम्दानी भने जस्तो दिइरहेछ होइन? सन्तुष्टि नै छ। अङ्गुरको जस्तो झोपा जस्तो फलिरहेको छ। जोस सन्तुष्टि। किसान भनेपछि अब हुँदा पनि सन्तुष्टि हुनु पर्यो, नहुँदा पनि सन्तुष्टि हुनु पर्यो। अब किसानको कहिले असिनाले फाल्छ, कहिले अब पानीले यस्तै कुहेर जान्छ। जे जस्तो भए पनि आफू सन्तुष्टि हुनु पर्यो अनि आफू निरन्तरता लाग्नु पर्यो। एक दिन अवश्य सफल भइन्छ अनि आफूले भने जस्तै मेहनतको फल पाउन सकिन्छ। त्यसैले मेहनत गर्न नछोड्नु होला। आजको भिडियो यति नै। हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। हस्त, धन्यवाद। नमस्कार।